कति राम्रो बिउ परेछ के अहिलेको यो बोडाको यस्तो राम्रो बोडी हैन सिमी होला सिमीको लचप्पै फलेको छ त नि टिप्न भन्दा नि रुखमै हेरिराखौँ जस्तो खालको छ यस्तो राम्रो खाँदा यति मिठो छ कि बहिनै नगरौँ कि लटरमै फलेको माथिदेखि हेर त सान्जी कति राम्रो छ फलेको है यस्तो राम्रो छ है सान्जी सानवीलाई मन पर्छ यो सिमीको तरकारी कति मन पर्छ हो यो सिमी त धेरै जसो मान्छेलाई नै मन पर्छ के यो तरकारी कति दिनमा फल्छ सिमी यो सिमी त फल्न समय त लाग्छ महिना तिनेकै लाग्छ हो र समय अनुसार अब पानी परेन ढिलो उम्रियो त्यत्रो त नलाग्नु पर्ने लाग्दैन त्यसले गर्दा अलि कमै लाग्ला लगभग मैले लगाएको यो फरक खालको बिउ हो क्या अहिलेको मैले लगाएको यो 3 महिना भयो बिउ त यो बुवाले विदेशबाट आएको सिमी हो अरे अहिलेको भनेर ल्याउनु थियो राम्रो रहेछ यो माटोलाई सुहाउने खालको रहेछ के यो माटोले लिँदैन कि भनेर डराइ रोपेको थिएँ मैले तर साह्रै नै राम्रो रहेछ यो तरकारी देखेर म त तिमीले टिप नि त तिमी त के हो यो तरकारी थाहा छ तिमीलाई यो तरकारी देखेर म धेरै एकछिन बस्छ पख फोन गरिछन् पूजाले राम्रो फलेको छ त नि ल बोल ए अहिले पख तिमीलाई चोरेको पनि भन्छन् त सान्वी लगभग यतिले कति छ यसको वेट यतिले आधी केजी पुग्छ यतिले आधी केजी पुग्छ एकदमै दह्रो छ वेटी छ कति महँगो रहेछ बजारमा तरकारी मैले आज सोधेर आएको थिएँ कति 130 कि कति 40 कति छ त्यस्तै लौका 100 रहेछ 160 हुन पर्ने हो त्यस्तै छ होला लौका 100 रहेछ मैले पनि अलि अस्ति यो फल्न थालेको कसरी रहेछ भनेर मैले सोधेको थिएँ सोधेको 180 थियो मैले सोध्ने दिन त खासै धेरै त होइन 1-2 किलो चाहिएमा टाढा नजानु बजारमा औषधि राखेको खाना भन्दा हाम्रै घर आउनु पाउनुहुन्छ म दिन्छु हो त नि त्यो यस्तो राम्रो फलेको छ यसलाई हावाले यस्तो गरिदियो के हिजोको हावाले यहाँ त एउटा झ्यापु दिनु पर्ने भयो के हिजोको हावाले नि यस्तो गराइदियो हेर यति राम्रो फलेको छ हावा लाग्यो एउटै बोटमा अथवा एउटै झालमा कति जति फल्छ यो एउटै बोटमा यो फल्छ 6-7 केजी फल्छ के अरे त्यही भन्दा त कति नै चाहियो र यस्तो फले खाइए टिप्नै नसकिने फले खा फेरि मिठो पनि हुन्छ कि फेरि यो म त दङ्गै परेछु यस्तो फलेको छ गो फेरि यो खास हिजोको हावाले लडेको हो क्या कि सिमी धेरै फलेर लडेको हावाले लडेको हो सिमी पनि लड्ने जस्तै फलेको छ तर लडेको हावाले नै हो त्यहाँ पनि हाम्रो तरकारी त्यस्तै हुँदैछ